नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई। श्रीनगर एग्रिटेक कम्पनीको आइपिओको रिजल्ट निष्कासन हुने भएको छ। यस कम्पनीको रिजल्ट कहिले आउँछ, कतिजनालाई पर्छ र कति फाइदा हुन्छ भन्ने बारेमा यस भिडियोमा हामी कुरा गर्नेछौँ। यस कम्पनीले असोज 26 गतेदेखि असोज 29 गतेसम्म सर्वसाधारण जनताहरूको निम्ति सेयर निष्कासन गरिसकेको छ। यस कम्पनीको अन्तिम दिनसम्म आउँदा जम्मा 19,42,682 जनाले आवेदन दिएका छन् भने यस कम्पनीको आइपिओ 2,51,049 जनाले मात्र पाउनेछन् र बाँकी रहेको 16,91,633 जनाको भने हात खाली रहनेछ। र यस कम्पनीको रिजल्टको कुरा गर्ने हो भने यस कम्पनीले यही कार्तिक महिनाको 12 गते बुधबार यानि कि भोलि यस कम्पनीको रिजल्ट निष्कासन गर्ने भएको छ। यस कम्पनीको आइपिओ कतिसम्म फाइदा हुन्छ भन्दा तपाईँहरू यदि बुझ्न चाहनुहुन्छ भने चाहिँ यो कम्पनी भनेको चाहिँ म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरको कम्पनी हो। साधारणतया म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरको कम्पनीले चाहिँ एक किता सेयर बराबर चाहिँ 800 देखि 1200 लगभग सरदरमा चाहिँ फाइदा दिन सक्दछ। मतलब एक किता बराबर तपाईँहरूले 800 रुपियाँदेखि 1200 रुपियाँसम्म फाइदा लिन सक्नुहुन्छ। यो चाहिँ मार्केटमा डिसाइड हुने कुरा हो। यदि मार्केटमा यदि लगानीकर्ताहरूले राम्रो चाहिँ इच्छा जनाएको खण्डमा 1200 भन्दा माथि पनि जान सक्दछ र यदि मार्केटमा चाहिँ लगानीकर्ताहरूले कम इन्ट्रेस्ट जनाएको खण्डमा चाहिँ 800 देखि तल पनि आउन सक्छ। तर साधारणतया सरदरमा हेर्ने हो भनेदेखि 800 देखि 1200 सम्म यसको रहने सम्भावना हुन्छ।